सबैजनाले यो फटेङ्ग्रा जस्तो हुन्छ नि एउटा किरा, यो हरियो खालके फटेङ्ग्रा पनि होइन, टाउको डल्लो भएको त देख्नु भएको होला होइन। यसको चाहिँ भुँडीमा थिचिबस्यो भने या त्यसरी हामीले पानीहरू लगाइदिउँ भने चाहिँ यस्तो निक्लिँदो रहेछ। मैले यो देखेको 2 पल्ट भयो होइन। अनि यति लामो निकाल्छ हो, के हो अब डरै लाग्दैन यो, त्यसमा चाहिँ बा पोइजन हुन्छ कि के हुन्छ कि होइन हो, पुच्छरबाट यसरी निकाल्छ। तपाईँ पनि यो के हो भनेर सोच्दै हुनुहुन्छ भने म भन्छु, पहिले त यो किरालाई भन्छन् ग्रिन मेन्टिस, र यसले जो पछाडिबाट निकालेको चिजलाई भन्छन् हर्स टेल वर्म। अहिले हर्स टेल वर्म किन भन्छन् भने किनकि घोडाको पुच्छरमा भएको रौँ जस्तै हुनाले चाहिँ यसले हर्स टेल भन्छन्। के हो? र यसले चाहिँ यो निकालेको होइन, यो चाहिँ पानी देख्दाखेरि जहिले पनि आफै बाहिर आउने गर्छ। यो वर्म चाहिँ एउटा प्यारासिटिकल इन्सेक्ट हो र यसले मेन्टिसको शरीरलाई चाहिँ होस्ट बनाएर बसेको हुन्छ र जब फुल्ली डेभलप्ड हुन्छ पानीको कन्ट्याक्टमा आउँदाखेरि मेन्टिसको शरीरबाट बाहिर निस्किने गर्छ र यो मोस्टली चाहिँ यसले आफ्नो फुल साइकल पानीमै बिताउने गर्छ। र यो मेन्टिसको शरीरमा कसरी जान्छ भने जब मेन्टिसले पानीमा इन्फेक्टेड भएको लार्भालाई खान्छ र यो त्यो इन्फेक्टेड लार्भाबाट मेन्टिसको शरीरमा चाहिँ पस्न जान्छ र यो फुल्ली डेभलप भएपछि जब निस्किन्छ बाहिर तब चाहिँ मोस्ट अफ द टाइम मेन्टिस डाइज। ओके।